हुँदा तिमीलाई बेस्ट फ्रेन्ड बनाउनु जरुरी छ र? चुप लाग। सुरुमा मेरो प्रश्नको उत्तर देऊ। के हो आज? आज जे हो त्यही हो नि बेबी। साले तू कस्तो तिमी एउटै कुरामा अल्झेर बसेको के? हिँड जाऊ चटपटे खान। मैले चटपटे खाइसके, तिमीले खाऊ। कतिखेर? अघि यता आउँदा खाएको टमीसँग। टमी टमी टमी, यो टमीको बच्चालाई त नि म। के भो? तिमीलाई टमी मन परेन? मन परेन, पटक्कै मन परेन। नाम सुन न, नाम टमी। मान्छे भएर कुकुरको नाम राखेको छ। यसमा टमीको के दोष? यो नाम त उसको बाउआमाले पो राखेको हो त। अच्छा, बाउआमाले पनि त्यसै राखेको होइन होला नि त। जन्मिने बित्तिकै एउटा खुट्टा उठाएर मुत्न थाले होला, त्यही भएर राखेको होला नि। त्यो सब छोडा, आज के हो भन? थाहा भएको भए भनिहाल्थे नि हौ। आजको दिन न त तिम्रो बर्थडे हो, न त भ्यालेन्टाइन डे हो, न त त्यस्तो केही स्पेशल डे हो। अनि कसरी थाहा हुन्छ त? आज मेरो पुन्टीको जन्मदिन हो, बिर्स्यौ तिमीले? यो पुन्टीको हो फेरि? पुन्टीलाई पनि बिर्सेको अब? छैन छैन, कहाँ बिर्सिनौ पुन्टीलाई? पुन्टी तिम्रो काकाको छोरी होइन त? मेरो काका छैन। ए सरी सरी, याद आयो। पुन्टी त तिम्रो काकीको छोरी पो त है? क्या करूं इसका? काका नभएपछि काकी कहाँबाट हुन्छ? हो सही भन्यौ तिमीले। काका नभएपछि काकी कहाँबाट हुन्छ? तू मेरी नकल करता है। को रहेछ त यो पुन्टी? पुन्टी मेरो घरको बिरालो, कसरी बिर्स्यौ तिमीले? देख्यौ बेबी, मैले तिमीलाई कति सजिलै उल्लु बनाए। मलाई पुन्टीको बारेमा सब थाहा थियो। हिजो भर्खर त देखेको थिएँ तिमीसँग भिडियो कलमा बोल्दा। अच्छा, हिजो म मामा घरमा थिएँ। मेरो मतलब अस्ति क्या? अस्तिको भिडियो कलमा देखेको थिएँ। अस्ति पनि म मामा घरमै थिएँ। किन थियौ त बेबी, किन थियौ? कति बसेको के मामा घरमा? अब त घर आऊ।